दिउँसोको 3 बजी यस्तो छ है। कसो गाई हो यो? दिउँसोको 3 बजी यस्तो रहेछ। हुस्से डाममा लागिरहेछ। दिन त क्या मजा भएको छ नि हौ। लुकेर दुध खाएको हेर न। ए उताको पहाड त देखिँदैन पो रहेछ त। पहाडी ठुल्ठुलो पहाड त हेर्न मजा हुन्थ्यो। सिम 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 पानी परिरहेछ। हामी चाहिँ फोन चार्ज गर्न आएको थियौँ माथि डाँडातिर। अनि अहिले फोन चार्ज भइसक्यो। अनि भिडियो पनि खिच्दै घरतिर लाग्दै थियौँ हामी। यो के भएको माटो रातो छ त नि के यस्तै हो? केही देखिँदैन। यो हुस्से लागेको बेलामा त के भन्छ पहिलेको याद आयो क्या। पहिले सानोमा हामीले गाई हेर्दाखेरि यसरी डाँडा पारी हेर्दाखेरि नि देखिँदैन थियो क्या गाईहरू। पछि के भन्छ जाडो महिना नि यस्तै हुन्छ होला है? हो? हामी घर जाँदैछौँ। मोबाइल चार्ज भयो। चार्ज गर्न अघि राखेको थियौँ। नेट अफ गर्ने भनेको? कता बाख्रा छ? यता राख्नुभयो? यता पगलाउनु भएको छ बाख्रा? ए तेरो कपाल त क्या काली माताको जस्तो देखिन्छ त नि। उयो चिम्टी फुल त। आमा लु ठ्याक्कै काली माता जस्तै। ठ्याक्कै काली माता जस्तै। तर अझै काटेको थिइस् नि धेरै लामो थियो त अस्ति त। अस्ति जेठ महिनामा आउँदाखेरि त केही देखिँदैन त। अनि कसरी बाख्रा हेर्ने नि? कहाँ लानुभएको छ बाख्रा चराउन? बोजूहरूको बगानमा? कुन बोजूहरूको हौ? यहाँ हुनुहुन्छ हाम्रो नैना दिदीको घर। बाख्रा लिन कहाँको मन्दिर? खोइ थाहा छैन। भरे त यहीँ पनि हुन्छ होला। हाम्रो गाउँघरको घर यस्तै छ है साथीहरू। एकछिन के गर्नुभएको? घर पनि लिपेर बनाउनु भएको। जानी होइन हामी जानी बाख्रा लिन आएको दिदी। दिनभरि परिहेरेर भरे जानुहुन्छ उता? अहिले एकछिनमा जाने भनेको म त छिटै माथि गएर अनि फेरि मुनि आउने भनेको के कीर्तन हुन्छ नि त नि। हामी चाहिँ यहाँ नैना दिदीको घर पसिगरी गयौँ। बाख्रा लिन जाँदैछौँ। अझै पुगेको छैनौँ बाख्रा भठाममा भन्छ नि। अब जुका लाग्छ नि। अब पुरै लगिसकेछ। कसले लग? उज्जरले र कालीले लाग्यो होला नि। अनि हामीलाई बाख्रा लिनु पठाउनु भएको होइन आमाले? अब हामीले ढिला गरिन्छ रहेछ भनेर गाह्रो छ हौ। नेट पनि चल्दैन यतातिर त। ए धन्य लडिन। अहिले हजुर भन्छ। यो चाहिँ कसको बगान हो नि? उयो तल घरको बाजेको? कस्तो मजाले हुस्से लागिरहेछ भने नि। तल हाम्रो घर चाहिँ यो देखिने गरेको चाहिँ बाजेको। त्यहाँदेखि अझै तलतिर छ हाम्रो घर। अहिले हामी डाँडामा आएको छौँ बाख्रा लिन आएको। बाख्रा त अघि लगिसकेको छ नानीहरूले। ओइ मलाई पनि पर्खिन। दिउँसो अरे यस्तो छ नि डम्मै कुहिरो लागिरहेछ। दिउँसो मासु आयो। कालो दाल? ए यो दालहरू यो कालो दालहरू यो। बाजेको घर पनि आइपुग्यो म त। बाजे घर आइपुग्यो।
बाजे घर खै बोजू बाजे त हुनुहुन्छ बाजे बाजे नमस्ते नमस्ते बाजे नमस्ते कहाँ राइस अस्ति नै आएको सोमबार अनि सन्चै हुनुहुन्छ गाई दुइसक्नु भएको गाई दुइसक्नु भएको ए ल गएको ल बाजे ल हाम्रो बोजू यता हुँदो रहेछ बोजू माम्पाको बोजू ए पाके छैन हामी चाहिँ गइसक्यौँ है बाजे घर पनि आइयो तल छ हाम्रो चाहिँ घर ढाँटेको होला हौ हामीलाई ढाँटे होला कि ल्यायो होला तल छ हाम्रो घर एकदम तल घर आइपुगे खै उषाहरू आएको भनेको होइन माथितिर घरको आन्टी अनि आमा हुनुहुन्छ यो चाहिँ आसामिसले लाउने मेखला चादर भन्छ यसलाई खुलेर देखाउनु त आमा यहाँ मलाई हौ यो मेखला चादर अरे यो चाहिँ मलाई खासै कलर चाहिँ मलाई मन नपर्ने हो कलर मन पर्ने हो त्यहाँ छ यो चाहिँ मलाई किनिदिनु भएको अरे आमाले मेखला चादर मलाई पनि थाहा भएन कि यसको चुलो कुन हो यसको चुलो काटेर लानुपर्छ यो चाहिँ मेरो है राम्रै हो यो अब मेखला चादरको होला नि के मिलेर दिए है छोराले यो पनि यो चाहिँ चुन्नी जस्तो यताबाट यसरी देखाएँ यसरी चुन्नी जस्तो सेम छ सबै हामीले किन्दाखेरि कति पो परेको थियो कस्तो राम्रो कलर छ यो यसमा चाहिँ कम्ती पर्यो हाम्रो बुढाले किनिदिएको कस्तो राम्रो कलर छ यो मेखला चादर आसामीको साडी होइन यो आसामीको जति सुन्दर साडीहरू यो हामीले कति यो चाहिँ यहाँ हाम्रो आन्टीले के भन्दै हुन्छ आमाले के लगा भन्दै हुन्छ लाउनु त कसो लाउनु न लाउनु पर्छ त अहिले यो चाहिँ यस्तो दुनियाँले राम्रो राम्रो लिएर यसको यो दुईटा हुन्छ होइन यहाँबाट यो लगाउने लुङ्गी जस्तो अनि यहाँबाट फेरि अर्को लगाउने होइन अनि यस्तोमा चाहिँ खै यस्तो यस्तो कस्तो पट्याउँछ सिलाकै छैन नि सिलाएको छैन नि आन्टी सिलाएको छैन कसरी लगाउने त मलाई पनि थाहा छैन यो कसरी हो यो साडी लाउने आउँदैन मेखला चादर लाउने आउँदैन मन चाहिँ कति धेरै मनपर्छ म त आफै सिलायो आफै सिलाएको यो उज्यालो छ यो यो त छिटो मिठो हुन्छ त सिलाउनु छिटो मिठो हुन्छ अरे सिलाउनु हो